वेलकम छ साथीहरु मेरो आजको डेली भ्लगमा। सो देख्न सक्नुहुन्छ गाउँघरमा त खेतीपाती चलिरहेछ हैन। सो नमस्ते, मेरो नाम रूपा थारू, मेरो घर चाहिँ कपिलवस्तु बैजलपुर हैन। सो म चाहिँ बिहान बिहान उठे, यस्तो बिहान बिहान उठेपछि रुगा लाएर हालत खराब भयो थियो मेरो त हैन। अनि उठे, अब उठेर भान्सातिर जानु पर्यो। अनि मेरो बुढो फेरि चाँडै उठेर अब खेतमा जाने, आज धान बोकेर थेसर लाउने भन्ने थियौं नि त। अन्त बसिरहेको थिएँ रेडी भएर। अनि म चाहिँ ब्रस गरेर मुख धोएर बाटोतिर त पुरा हाम्रो घरको अगाडि टिप्पर त चलेको के टिप्पर चल्ने, ट्र्याक्टर चल्ने, धुलो उरेको उरे भगवान। अनि भान्सामा गएँ म। अनि भान्सामा मम्मीले सब्जी बसाल्नु भयो थियो, चलाइदिन भन्नु भने चलाउन गएँ। अन्त सब्जी पाकिरहेको थियो। अनि मेरो पालो चाहिँ चटनी बनाउने। यो चटनी कसले खानु भयो साथीहरु? सो यसमा चाहिँ आलु हाल्ने, अनि लसुन, नुन, अनि खुर्सानी हालेर त्यसपछि यो रहेछ मेन खटाई। हाम्रो थारू भाषामा खटाई भनिन्छ। अब अरूले भन्छन् के सबैतिर आफ्नो भाषा हुन्छ। हाम्रो थारू भाषामा यसलाई खटाई भनिन्छ। काँचो आँप सुकाएर बनाएको खटाई। झोल पनि खान सकिन्छ, चटनी पनि खान सकिन्छ। अनि यो रेडी भइसकेपछि आलु हालेर यो पिसेपछि यस्तो देखिन्छ। खेतमा खान चाहिँ मजा आउँछ, अमिलो अमिलो हैन। यस्तो दामी हुन्छ मिठो खेतमा खाँदा। अन्त बजाइले हाम्रो अब घाम लाग्थ्यो, हिजो पनि सुकाएको, आज पनि अलिअलि सुकाइदिउँ भनेर चाहिँ मकै सुकाइराख्नु भयो थियो। यो चाहिँ बस यो मकै फेरि हामीले नि खाइरा हुन्छ। अब जाडो जाडो है, अन्त भुटेर कुटुम कुटुम खाने। अनि भैँसीले पनि खान्छ, भैँसीले पनि हालिदिन्छौँ हामीले। अनि ठुल्ठुलो भाँडा फेरि मम्मीले, मेरो सासू मम्मीले धोइदिनुहुन्छ। अब हात काटेपछि मलाई त्यसरी एकदम पानीमा छल्लो बल्ल धुन मिल्दैन करे हैन। अनि म चाहिँ सब्जी चलाइरहेको थिएँ भित्र। अनि मम्मीले त्यही सिद्रा हालिदेऊ। अनि त्यसपछि सिद्रा हालिदिएको। सो खेतमा त जे सब्जी पनि मिठो हुन्छ। अनि हामीले फेरि पिडालु र सिद्रा बनाएको आज खेताराहरूको सब्जी। अब सबैले खाइन्छ हैन, यस्तो मिठो हुन्छ। मलाई त अब एकदमै मन पर्छ त भन्दिनँ हैन। पिडालु मन पर्ने हो, सिद्रा त त्यही पनि खाइदिन्छु। पाकेपछि नाइ चाहिँ भन्दिनँ, अब मनै पर्छ एकदम बेस्ट चाहिँ भन्दिनँ। अन्त अब माछा पाकेपछि, सिद्रा पाकेपछि हाम्रो बुढी बजेले चाहिँ खानुहुन्न के माछा मासु। अनि उहाँहरूको लागि चाहिँ, अब उहाँको लागि चाहिँ गएँ म बोडी टिप्न। बोडी पकाइदिनु पर्यो, हरियो सब्जी। अनि चाहिँ गएँ, नजिकै रहेछ बारी। अनि बारीमा गएको बोडी टिपेर ल्याएँ टप टप। अनि त अब यस्तो बेला भयो, घाम लाउ, दिउँसोभरि घरै थिएँ। अनि फोन आयो, सबै खेतमा गएको थियो। अनि रसी लिएर आइदिनु पर्यो भनेर फोन गरे खान मेरो बुढाले। ल त नि रसी लिएर आइदिन्छु भन्दा त त्यति बेला वातावरण भन्दा फोहोर लिन आयो कि। अब हाम्रो कपिलवस्तु बारगङ्गा नगरपालिका 2 बैजलपुरमा फेरि आइतबारको दिन आउँछ नि त फोहोर लिन, वातावरण। सो अब वातावरण लिन आइसकेँ। मेरो बाल्टीमा पनि निकालिसकेँ मैले। अन्त मेरो चाहिँ क्यामेरा स्टार्टै हुन्छ हैन। अनि आमाले टिकटक बनाउने, वातावरण फोहोर दिएको पनि। अनि देखाइदिन्छु म त, हालिदिने हो भनेर। अनि मैले पनि फोहोर दिएँ, एक बाल्टी भइसकेको थियो फोहोर हैन। अनि सबै हाम्रो तोलका दिनुभयो फोहोर। अनि जम्मा हुन्छ नि त। अनि दसैँ तिहार चाडपर्वको बेला कहिलेकाहीँ त एक हप्ता अलि दिन पनि आउन्न कि फोहोर यो। अनि त्यसै गर्न थाल्छ। अनि म फोहोर दिएर बाल्टी धोएर राखेर टक्क खेततिर गएँ। रसी मागेको थिएँ नि त, रसी दिन जानु पर्यो। अनि बोकिराख्नु भएको थियो, अलिकति थियो, अलिकति भन्नाले अलिकति बोकेको थियो, अझै त पुरा बाँकी थियो बोक्नलाई। अनि म चाहिँ रसी लिएर गएँ खेतमा, रसी पुऱ्याइदिन। अब रसी धेरै भएपछि त बाँध्दै बोक्दै गरिन्छ नि त। हाम्रो आन्टीले फेरि बाँधिराख्नु भएको थियो। अनि भिडियो गराइदिएको नि, बान्डल भिडियो गराइहेँ भनेको थियो। नि गराइदिए। अनि मेरो ससुराबा र मेरो बुढोको पनि मैले भिडियो गराइदिएँ सरेर हैन। सो भिडियो त गराउनु पर्यो, खेतमा गएपछि सो काम भइरह। अनि देख्न सक्नुहुन्छ बिडवा, यसले चाहिँ हाम्रो थारू भाषामा बिडवा भनिन्छ। यसरी टाउकोमा राखेर धान बोक्न काम लाग्छ। अब तपाईँले जे पनि बोक्न सक्नुहुन्छ। अनि रिता दिदीले दामी देख्यो भन्दा उहाँको चप्पल भाँचेर चप्पल हेरिराख्नु भएको थियो। अनि बजार हो, भोलि किन्छु ल त नि, ठिक छ। अनि म त्यहाँबाट आएर सरर गएँ बाबुको स्कुलमा। छोरोको स्कुलमा गएपछि अब छुट्टी भइसकेको थियो, छोरोले लिन। अनि चकचके फेरि यतै चकचके छ नि। अब त्यस्तरी कुद्दा त चोट लाग्यो भने नगर न भन्दा त कहाँ सुन्छ र। अनि त्यसलाई सर घर लिएर आयो। अनि घर लिएर आएपछि अब नास्ता दिन पर्यो। अनि एप्पल थियो काटेँ, त्यसपछि पपकर्न थियो त्यही दिएँ। अन्त पहिला त गएर कपडा चेन्ज गरेर खुट्टा धो, हात धो, बल्ल गयो धारामा। अनि हात खुट्टा धोएर अनि दिएँ। अनि टिभी हेर्न लाग्थ्यो। अनि म चाहिँ अब खेताराहरूको लागि चिया बनाउनु पर्यो। सो मेरो डेलीको काम चाहिँ यही हुन्छ साथीहरू। अब खेतमा काम भए पनि नभए पनि छोरोले लिएर आओ, चिया पकाओ, चिया दिन जाओ, बाजेले गोठमा। अनि खेताराहरूलाई, अब खेताराहरू त अब सधैँ हुँदैन, सिजन अनुसार हैन। अनि रिता दिदीले रूपा मेरो भिडियो बनाऊ त, म बुढेसकालमा हेर्छु मेरो भिडियो। म कस्तो काम गर्थे भनेर मेरो बुहारीलाई देखाउँछु रे। अहिलेको बुहारीहरू अब कस्तो आउँछन् थाहा छैन रे, हँसाउनुहुन्छ। अनि मैले चिया दिएँ सबैलाई।
अनि लास्टमा मेरो बुढोले दिँदा मैले भिडियो गराइदिएँ। बिचारा मेरो बुढो काम गर्दा गर्दै हालत खराब भयो थियो। अनि त्यसपछि मैले सर भिडियो गराएँ चिया दिएर, अनि आफू पनि गरेँ। अन्त सबैजनाले मजाले बसेर चिया खानुभयो। म पनि एकछिन बसेँ होइन, अनि एकछिन बसेँ। अन्त अब गफ गर्दै अनि सबैले मजाले चिया खाइराख्नु भएको थियो। अब खाना पकाउने बेला नि भइरहेको थियो। अनि म चाहिँ घर आएँ साँझ होइन, घर आएर खाना पकाउनु पऱ्यो। अनि दाल बसालिसकेको थिएँ मैले। अनि भात फेरि आगोमा, अब त आगोमा मजा आउँछ, चिसो चिसो हो नि त मौसम। अन्त सब्जी के पकाउने, सब्जी चाहिँ मैले बोडीको बजाइले टिप्दिनु भएको थियो बोडी, अनि बोडी लिएर आएँ। अनि सब्जी पकाइरहेको थिएँ। अनि त्यसपछि समीप आयो, अनि गहुँ थियो उठाउन। अनि अब एक्लै नमिल्ने, अनि समीप मैले हेल्प गर्दैन भनेर अनि समीपलाई बोलाएँ। अनि बोरामा मकै उठाइरहेको थिएँ। अनि एउटी कृतिका पनि हारेको थिएँ, त्यसले फेरि मैले क्यामराम्यान बनाइदिएँ। ल अलिकति भिडियो गराइदिएँ भनेर। सो हामीले गहुँ भन्न आउँछ, मकै उठायौँ। अनि डल्ली आइथिन् अस्मिता पसलमा। अनि तिनको पनि मैले भिडियो गराइदिएँ के छ खबर, अनि तिमी हजुरको छोरा उता उता रुखमा चढे भनेर भनेको थिइन्। ए हो र। त्यसपछि साँझ भयो, अनि हामी खाना खाएर मेरो छोरोलाई म चाहिँ होमवर्क गराउन थालेँ साथीहरू। हस् त, धन्यवाद भिडियो हेरेकोमा।